नमस्कार छ मेरो यो नयाँ भिडियोमा मेरो भ्युअरहरूलाई हृदयदेखि नमस्कार र वेलकम छ। हिरो आज यसो घुमाइदिउँ भनेर धान पनि हाम्रो सरहरूको आज काट्यो। खाली अब हुन्न, खाली भएको बेलामा त घुमाउन हुन्थ्यो। आज मेन मकसद चाहिँ भिडियो बनाउनुको यसो हल्का हैन, भिडियो मार्फत जानकारी आदान प्रदान हुन त अब त्यही मोबाइलबाटै हो, डिजिटल जमाना हैन, मोबाइलैबाट हो सब हल्का। अब ट्रेनिङ भए पो त अब हैन, नत्र अब उताबाट हुनु पर्यो हैन, हुन्छ हुन त अब सालमा 1-2 जाँच त दिनै पर्यो नगरपालिकाबाट। तर अलि अब व्यावसायिक तरिकाले भएपछि हैन, अब नभएपछि अब त्यो जानकारी लिनु अब राम्रै कुरो हो हैन, ट्रेनिङ पहिल्यै। तर अब भएपछि हैन, अब टर्नओभर हुने खाले यसो हैन, एनिमलहरू पनि पिग्लेटहरू पनि अलि भएपछि 10, 20, 50 हैन, व्यावसायिक तरिकाले बल्ल अलि मजा हुन्छ हैन, जानकारी भयो। तर यिनीहरूको चाहिँ अब यो चाहिँ हिरो हाम्रो ड्युरोकको हो हैन, ड्युरोकको हेर्नु कस्तो छ। यो हजुरको 14 महिना ठ्याक्कै भयो। गएको साल यो साउन 18 गते आथ्यो। साउन 18 गते ठ्याक्कै अब अहिले साउन 12 महिना भादो असो यो लास्ट हैन। आज 27 गते, कति 3-4 दिन छ। अब त्यसकारण यो पनि लास्ट महिना, त्यही 14 महिना जति भयो। कति केजी जति होला भन्न सक्नुहुन्छ भने कमेन्टमा भन्न सक्नुहुन्छ। अनि चाहिँ सब्सक्राइब भिडियो हेरेपछि चाहिँ गऱ्यो भने हल्का मोटिभेट भइन्छ हैन। सब्सक्राइबर त हुनै पर्यो, फोकटिया त भिडियो बनाएर काम छैन। त्यस कारण चाहिँ सब्सक्राइब त गरिदिनु होला। सब्सक्राइब भएपछि ओइ अब यिनी चाहिँ घुम्छन् आज, अब भोलि पछितिर जान्छन् रे हैन। जा उता धान काटेछ, जा घुम। कति केजी जति होला यसो भन्न सक्नुहुन्छ कमेन्टमा है। म अहिले फर्मुला पनि हजुरहरूको लागि आज हैन, मेरो भ्युअरहरूलाई फर्मुला सेयर गरिदिनु पर्यो, हल्का जानकारी राखेछु। त्यो हुन त त्यो 5-10 केजी त उसमा फरक त भएकै होला मेरो अनुसार हैन। 5-10 केजी नर्मल हो। अनि यसको चाहिँ त्यही आज 14 महिना भयो, कति केजी भयो होला भनेपछि ए जा फाइट हुन्छ क्या भैँसीको र पिग्लेटको ड्युरोको। ओइ ल फाइट पर्छ अब। ओइ आइजा, मातिरहेको छ कि साला, यो हरामी छ। अब यसलाई भोलि पर्सितिर जान्छ हैन। टक्क गएपछि यसको काम पनि सोल्टीको छैन कि, यसको काम भन्नाले अब यसको त ऊ ठिक छ। त्यो यसको चाहिँ एभरेज त ठिक आथ्यो, 11-12 वटाको एभरेज आथ्यो, यो ठिक छ। तर अब एउटा मात्रै भएपछि हैन, जस्तो अब गिल्ट एउटा छ, अब एउटा मात्रै गिल्ट भएपछि त्यो पनि लोडेड छ है, त्यो लोडेड छ। एउटा मात्रै भएपछि अब 10-20 वटा भएपछि त ल हैन, त्यो गरिराख्नलाई सही हुन्छ हैन, ब्रिडिङ पर्पजले। अनि त्यो पनि खर्च त्यति नै, टाइम त्यति नै मात्रै हो एक हिसाबले हैन, प्रफिट लिने। अब एउटा मात्रै छ, त्यो पनि अब लोडेड छ। अब फेरि अर्को राख्नुपर्छ भाले। त्यो ड्युरोको हो, मेरो ल्यान्डर्सको त्यो पनि अब मैले सर्ट्सहरू मात्रै हाल्छु हैन। त्यो त्यसकारण चाहिँ सर्ट्सहरूमा मेरो बच्चाहरू
मैले मोटिलिटीमा गथे 7-8 पिस मेरो एक्सपायर भयो है। त्यही यो ल्यान्ड रेसको थियो त्यो गिल्ट हैन, माउको माउ छ, त्यसको नि 11 महिनामा ऊ चाहिँ बच्चा दिएको ठ्याक्कै मानौँ न 11 महिनामा ऊ बच्चा दिएको त्यो पनि साउन लास्टमा लाथे अनि आषाढ 18 मै त्यो बच्चा दिएको ठ्याक्कै आषाढ 18 मा दिएको यो साउनको यो 18 मा यो आथ्यो साउनको त्यो पनि बच्चा मोटिली भयो। त्यो बच्चाहरू बचाउन टेम्परेचर थर्मामिटर थियो हैन, हल्का फुल्का त थाहा भइहाल्छ। अब फ्याटनिङमा जान्छ भोलि पछि फ्याटनिङमा अब जान्छ यो ठिक छ के यो हैन, नुहाइदिन्छु। एउटा मात्रै भएको कारणले यी हेर्न सक्नुहुन्छ। अब म्यानेजमेन्ट छैन कि खास, अब त्यो पनि अहिले हुन त मेरो पहिला पनि एउटा थियो त्यो एक्सपायर भयो हैन, त्यो ठ्याक्कै मिलेन कि मैले यसको बच्चा त्योभन्दा पहिला हैन। एकछिन है यसलाई बन्द गरिदिउँ। उसको मेरो एक्सपायर भयो, अब त्यो त पुरै छोडे नि हुन्छ हैन, एक्सपायरको त पुरै के गर्नु तपाईँ त्यो मिलेन कि मेरो त्यो रोटेसन। ऊ पहिल्यै 70-80 केजी त्यो लाग्ने बेलामा हैन, क्रस हुने बेलामा त्यो एक्सपायर भयो कि, अनि नत्र उसको बच्चा मैले बेचेपछि अनि बल्ल चाहिँ यो मेरो यसको बच्चा पछि हो क्या मैले पाउने, तर त्यो पहिल्यै मऱ्यो। अनि यसको बच्चा नि त्यो पनि त्यही हाई टेम्परेचर लो भइदिने 94-95 हाइपोथर्मिया टाइप केही त्यही जस्तै हैन, अब भइदियो भनेर त्यो एक्सपायर भयो। त्यो ढलेसी उठ्न नसक्ने, अनि त्यस कारण न त यो मातिन्छ क्या धेरै। अब हेर्नुभयो नि कस्तो गर्यो एकछिनमै त्यो निस्किन खोज्छ कि हैन, निस्किन खोज्ने त्यो काट्छ एकदम काटिदिने टाइपले गर्ने हैन। अब त्यो यो मात्रै छ, अब पनि लोड छ। अब के अब राख्ने भनेर एउटा फेरि पाठा राख्नुपर्छ 20-25 केजीको, अनि त्यो 6-7 महिनामा ठ्याक्कै रेडी हुन्छ। हामी त त्यही त अब सिक्न लागि लर्निङ पोइन्टमा अब त्यो स्टार्टअप टाइपले अब भएकै छैन अब हैन। अब हुन्छ नि त त्यो अब म्यानेजमेन्ट टाइपले हैन, ब्याकअप चाहियो, ब्याकअप चाहियो, म्यानेजमेन्ट चाहियो, अनि बल्ल हो के हुने त्यो खर्च हैन, लगानी चाहियो, त्यही टाइपले हो। यी दुईटा मेरो बच्चाहरू यी छन्, गाई छ, टाइगर चितुवा जे भने नै हुन्छ। अनि एउटा आइज ओए गोरे भित्र छ, क्युट छ त्यो। अनि त्यही अरू सब 7-8 वटा मोटिलिटी के भन्छ अब हैन, त्यही त नि गिल्ट भन्छ। अब त्यो उसलाई हैन, जस्तो अब लाग्नुभन्दा पहिल्यै त्यसलाई गिल्ट भन्छ। अनि त्यही के अरे ऊ भन्छ नगर छोरी नगर त्यस्तो खुट्टा काट्छ ऊ। त्यही हो फ्याटनिङको लागि, मासु पर्पजको लागि फ्याटनिङको भन्छ। अनि प्लस त्यही बोर हाम्रो सोल्टी बोर हुन् हैन, अनि फ्याटनिङको लागि खसी गर्ने हो। यो पे फर्मुला हेर्न सक्नुहुन्छ यस्तो छ। अब 45 × 45 गरेर फेरि 50/80 हैन, त्यही अनुसारले मैले अन्दाज मात्रै गर्न खोजेछु। त्यही हिसाबले अनुमान हो के हैन, भन्न सक्नुहुन्छ। अब के हो भनेपछि फर्मुला त्यो गोलाइ इन्टु गोलाइ गर्ने हैन, छातीको भागदेखि अनि त्यो दुईचोटि गर्नुपर्छ। गोलाइ इन्टु गोलाइ कति छ, अनि त्यसपछि त्यो लम्बाइ के त्यो घाँटी कानसम्मदेखि अनि पुच्छरसम्म, त्यही अब घाँटी कान ठ्याक्कै अब हैन, हल्का त्यो घाँटी कानसम्मै नै गर्ने हुन्छ, नत्र घाँटी छोडिने हुन्छ। पुच्छरसम्म गर्नु पर्यो। अब त्यो कति छ लम्बाइ हैन। अब त्यो यो भनेपछि 45 45 यो गोलाइ हो,
हैन। अब दुईचोटि गोलाइको गर्ने इन्टु अनि त्यसपछि फेरि इन्टु लम्बाइ गरेपछि त्यो 880 ले डिभाइडेड बाइ हानेपछि ठ्याक्कै आउँछ कि अब कति छ। अब म पहिल्यै राखेको थिएँ उसको नापेर बिहानतिर, नत्र अहिले कहाँ गर्न त्यो नाप्नै दिन्न, त्यो मातिन्छ। यस्तै यो फर्मुला हेर्न सक्नुहुन्छ र भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि आगामी दिनहरूमा भिडियो चाहियो भने सब्सक्राइब गरिदिनु होला अनुरोध गर्दछु। त्यो सब्सक्राइब गर्नलाई पैसा लाग्दैन के अरे हैन, त्यो मोटिभेट हुने हो, पछि भिडियो गराउनलाई सही हुन्छ। अलि धेरै पिग्लेटहरू भएपछि। ल नमस्कार।